हेलो हेलो साथीहरू अनि नमस्कार, स्वागत छ तपाईँहरूलाई आजको मेरो नयाँ ब्लगमा। आज चाहिँ साउनको 15 गते शुक्रबार, खिर खाने दिन। तपाईँहरूलाई चाहिँ एकदम हार्दिक शुभकामना भन्न चाहन्छु। मैले पनि यता चाहिँ खिर बनाउनको लागि चाहिँ रेडी गर्दैछु। आगो फुकेर चाहिँ घिउ तताएर चामल भुटेर अनि दुध झानेर मैले चाहिँ यसरी नै खिर बनाउँछु है। अनि खिर चाहिँ अनि दुध राखेर चाहिँ मैले यहाँ खिर चलाउँदै पकाउँदै फेरि दुध थप्दै फेरि चलाउँदै पकाउँदै गर्नु पर्यो भनेर चाहिँ मैले चाहिँ खाना पनि बनाइसकेको थिएँ कि आज स्कुल छ भनेर। तर 8 बजीतिर सूचना आयो आज स्कुल बन्द भनेर। छोरीहरू बच्चाहरू हेर्न खुसी भएर खेल्दैछन्। यता ल्वाङ सुकुमेल पनि कुर्दैछु मैले गिलासमा। अनि ल्वाङ सुकुमेल पनि राखेँ। अनि खिर चाहिँ लगभग पाकिसक्न लाग्थ्यो अनि त्यसैमा चिनी पनि राखेँ स्वादअनुसार। अनि त्यसपछि चाहिँ चिनी पनि घुलिसकेपछि चाहिँ अनि फेरि मैले यता काटेर राखेको नरिवल चाहिँ घिउमा भुटेर अनि के भन्छ अरे खिरलाई चाहिँ झान्छु है। मैले चाहिँ यसरी बनाउँछु, पानी थोरै मात्रामा राखेर दुध मात्रै धेरै राखेर यसरी बनाउँछु साथीहरू। एकदम मिठो हुन्छ। तपाईँहरूले कसरी बनाउनुहुन्छ अनि खिर खानुभयो कि नाइ त्यो पनि कमेन्ट गर्नु होला है त। खिर चाहिँ हाम्रो चाहिँ यहाँ चाहिँ रेडी भइसकेको अवस्था छ। अनि मैले चाहिँ खिर सँगसँगै खानको लागि चाहिँ तरकारी पनि बनाउँदैछु। यता चिकन लिएर आएको थिएँ तल घरबाट बाबुले। यो खिर बनाउनुको यो सामान पनि यो नरिवल दुध पनि बाबुले नै लिएर आएको हो कि पर्सा घरबाट। मैले चाहिँ चामल मात्र भिजाएर राखेको थिएँ। आन्टी खिर बनाएर खाने है भन्नु अनि लिएर आइज न त भनेर। दुध चाहिँ लिएर आइज है, यहाँ दुध पाउँदैन भनेर मैले तेरा दुध लिएर आउन भने। अनि दुध ल्याएर खिर पनि बन्यो, मासु पनि ल्याइदिएको थियो। मासु पनि पाकेँ मैले चाहिँ, ग्रेभी पनि बनाएन, झोल पनि बनाएन। फेरि यता चाहिँ आलु र चनाको आलुदम भन्छौँ कि यो चाहिँ मेरो सासूले मलाई बनाउनु सिकाउनु भएको। त्यही पनि बनाउँदैछु। यो चाहिँ तिल हो, यो चाहिँ कागतीको रस। अनि यो दुइटा पनि मिसाएर मोले है। फेरि लास्टमा त गएर फेरि मैले त त्यो के भन्छ अरे नुन मोलेर पनि सकिसक्ने बेलामा पनि नुन राख्ने बिर्सेको रहेछ। फेरि नुन पनि राखेर फेरि मैले मोले। अनि रेडी भइसक्यो, देख्न सक्नुहुन्छ मेरो खिर, मासु अनि यो आलुदम अचार जे भन्दै पनि। अनि बाबु पनि फेरि लिन आएको थियो। मैले फोन गरेर बोलाएको थिएँ कि पाको बाबु लिन आइज भनेर। मैले पुऱ्याउनु जानु भ्याउँदिनँ नि त, बुढो काममा जानुभएको छ। अनि त्यही भएर यो दाजुभाइको माया हेर्नु न, दादालाई बाई बाई गरेर चुप्पा गर्दैछ क्या। अनि त्यसपछि मैले चाहिँ प्लेटमा सर्भ गरेँ यसरी फोटो खिच्नका लागि है। ह्याप्पी साउने 15 खिर खाने दिन। यता मेरो बुढाहरूले पनि खाँदैछन् खिर, एकदम मिठो 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 भनेर। मेरो छोरीलाई चाहिँ खिर एकदमै मन पर्यो अरे। बाबुले पनि अलिअलि खाएको थियो। बाबुले चाहिँ बिहान धेरै खाजा खाएको थियो नि त, त्यही भएर त्यति धेरै खाएन कि। अनि यता मेरो बहिनीले पनि खाँदैछ। बहिनी पनि मसँगै छ अहिले चाहिँ केही दिनको लागि भनेर। अनि यता पालो आयो मेरो खिर खाने साथीहरू। यस्तो मिठो भएको थिएन कि खिरभन्दा पनि यो आलुदम अचार के भने मैले त्यही है, मेरो सासूले मलाई सिकाइदिनु भएको। यस्तो मिठो लाग्छ कि मलाई है, कति पछि बनाएर खाएको झन् कस्तो मिठो भयो क्या। अनि खिर अचार खायो, मासुभन्दा पनि धेरै। मासु चाहिँ बेलुकाको लागि हुन्छ भनेर राखियो है। एकदम मिठो भएको थियो। अहिलेसम्म हेरिदिनु भएकोमा